के तपाईहरुलाई थाहा छ नेपालमा एउटा यस्तो मन्दिर छ जहाँको देवताले देशमा हुने घटनाको संकेत अगावै दिइरहेको हुन्छ। यो हो दोलखा भीमसेन मन्दिर। दोलखाको मुटुमा अवस्थित श्रद्धा र आस्थाले भरिएको पवित्र स्थल। यहाँका प्रत्येक ढुङ्गा प्रत्येक घण्टीमा भीमसेनको शक्तिको आवाज पाइन्छ। भनिन्छ यहाँको भीमसेनको मूर्तिले देशमा हुने घटना अघि नै संकेत दिन्छ। यदि मूर्तिको शिरमा पसिना देखा पर्छ भने देशमा केही ठूलो घटना घट्न सक्ने भन्ने जनविश्वास रहेको छ। त्यसैले यहाँका पुजारीहरू निरन्तर मूर्तिको हेरचाहमा लागिरहन्छ। यो मन्दिर केवल धार्मिक स्थल होइन, यो हाम्रो विश्वास र संस्कृतिको प्रतीक हो। दूरदराजबाट आएका भक्तजनहरू यहाँ नाङ्गा खुट्टाले डाँडा चढ्दै आउँछन् आशीर्वाद पाउनका लागि। यदि तपाईँ दोलखा आउनुहुन्छ भने भीमसेन मन्दिर नाइ फर्कनु भनेको दोलखाको आत्मा नदेखि फर्किनु जस्तै हो। यस मन्दिरमा पुगेपछि हावा पनि फरक लाग्दो रहेछ। घण्टीको ध्वनि, धूपको सुवास अनि श्रद्धाले भरिएको वातावरण मन आफै शान्त हुन्छ। यो ठाउँ केवल दर्शनको लागि मात्र होइन, यो हो अनुभूतिको लागि पनि, जहाँ विश्वास, ऊर्जा र रहस्य एकैसाथ भेटिन्छ। यदि तपाईहरू दोलखा आउनुहुन्छ भने पक्कै पनि भीमसेन मन्दिरमा आएर पूजाहरू गरेर फर्किनुहोला, मनलाई आनन्द मिल्नेछ।